सो आजको भ्लगमा चाहिँ स्वागत छ है। सो आजको चाहिँ दोस्रो दिन क्याम्पिङ बसेको है। सो अहिले चाहिँ हामी भर्खर उठेर होइन सबैजना बिस्तारै फ्रेस हुँदैछन्। त्यसपछि हामी चाहिँ अब चिया नास्ता कफी है त्यसको त्यो पिउनु गइरहेछौँ। त्यसपछि त्यो चिया कफी पिउने भन्दा अगाडि चाहिँ मैले यो जे होस् यो मेरो मोबाइल या यो पावर ब्याङ्क चाहिँ चार्ज गर्नुपर्ने हुन्छ है। सो मैले चाहिँ यहाँ हाम्रो यो के अरे यो रिसेप्सनको साइडमा चाहिँ चार्ज गर्ने व्यवस्था छ। म चाहिँ अब यहाँ छ यो। ओके सो यो चाहिँ मैले यहाँ चार्जेस फ्रन्टेडमा हाल्छु है। कहाँ पैसा हाल्ने पहिला यो हाल्छु मैले। भयो कि नै भएछ। ओके सो यो चाहिँ मैले चाबी लिनुपर्ने हुन्छ 28। ओके अब चाहिँ कफीको लागि चाहिँ व्यस्त गर्नु पर्ला अब। त्यहाँ रहेछ नरेश दा नरेश दाई नरेश दाई आउनु चिया पिउन। सो हामी चाहिँ अब चिया पिउनु लाग्यो होइन चिया र कफी। सो यहाँ त सिलिन्डर पनि पाउँदो रहेछ। हल्के चिया कफी के लिनुहुन्छ त? दिदी कहाँ जानुभयो? मन सोधेर आएको। अनि दिदी कहाँ जानुभयो? सोधेर आएको। दिदी कहाँ जानुभयो? दिदी के पिउनुहुन्छ? कफी हो र? प्याज काट्दैछु यहाँ। नरेश दा अहिले आएपछि होइन अहिले कतिवटा जब चेन्ज गर्नु हो? हजुर हल्का कति जब फेर्नु भयो होला आएर? लङ गरेको चाहिँ 4वटा भयो। एटलिस्ट 2 years मिनिमम 2 years 3 years लङ्गेस्ट चाहिँ 7 years 4वटा। सबै ड्राइभिङ हो? होइन ड्राइभिङ चाहिँ एउटा 3टा। पहिला चाहिँ केमा गर्नुहुन्थ्यो सुरुमा? हजुर सुरुमा त क्लिनिङ नि। क्लिनिङ YVC क्लिनिङ 2007 मा। सबैभन्दा सजिलो काम चाहिँ ड्राइभिङ कि क्लिनिङ? सबसे सजिलो त ड्राइभिङ। त्यो त बसमा गर्थेँ मैले। बसको सबसे सजिलो। त्यो बेला चाहिँ त्यस्तो सजिलो छ भनेर चाहिँ थाहा थिएन। तर अहिले त्यो काम छोडेपछि सबसे सजिलो चाहिँ त्यो रहेछ भन्ने थाहा भयो। हाल्दैन भ्लगमा। ज्ञान दिदी त्यो नरेश दाइसँग कसरी भेट भयो हजुरको? नरेश दाइसँग कसरी भेट भयो हजुरको? कसरी भेट भयो? बच्चामा भेट भएको। अबे मैले कतिचोटि भन्नुलाई अनि म सुनेको छैन अहिलेसम्म। स्कुल पढ्दा सानैदेखि त्यसो है? चाइल्डहुड के अरे लभ भन्ने सानै थियो
कति सानै भन्नाले होइन हो 17 वर्षमा त तिमी यता आएको थियो त्योभन्दा सानो थियो कति 13-14 होला भेटेको 4-5 वर्ष चाहिँ यतिकै चिन्यो अनि उसले प्रपोजल नि मैले नो भन्ने गर्दा लास्टमा अनि हजुरले हाने कि दाइले 4-5 चोटिको उमा ट्रायलमा त्यतिखेर सानो थियो नि त म मामा घर मेरो मामा घर र उसको घर चाहिँ एकै ठाउँमा एकै ठाउँमा थियो अनि म मामा घरमा बिहामा केमा जाँदाखेरि दसैँ तिहार बिहामा जाँदाखेरि उसको पनि छुट्टी भएर आउने उनीहरू होस्टेल बस्ने छुट्टी भएर चितवन आउँदाखेरि ऊ घरमा आउँदाखेरि त्यहाँ भेट हुने कि अनि रमाइलो गर्नु लागि त उनीहरूलाई नि केही रमाइलो चाहियो अनि त्यहाँ नाचगान हाम्रो त्यो मामा घर थियो त्यस्तो हुने अनि हामी केटीहरू जान्छ अब आउने उनीहरू यो केटाहरू आएको उनीहरू भर्खर उठ्यो के अरे अनि त्यतिखेर आउँदाखेरि हो चिनजान भएको अनि त्यसरी नै हो धेरै लामो समय चिन्नु चाहिँ धेरै नै सानोबाट चिनेको हामी 12-13 वर्ष 13-14 वर्ष हुँदाबाटै चिनेको बिहामा चाहिँ कि ब्याचलर हुँदा बिहा गर्नु त्यसपछि ब्याचलर पढ्दा बिहा भयो 20-21 वर्षमा बिहा भयो ओके हाम्रो दिदीको कहानी चाहिँ रमाइलो रहेछ चाइल्डहुडदेखि है म त्यही सोच्दैछु क्या मैले के सोधौँ भनेर अलि के क्वेसन सोध्नु मन लाग्छ दिदी भेनासँग मलाई चाहिँ यति थाहा के बुझ्नु मन लाग्यो खुब पछि लाउनु पर्यो दिदीको ल लिन भेन हजुर अलि के लभ कसरी भयो हजुर के दिदीसँग दिदीले पर्पस कसले गर्यो कहिलेदेखि सुरु भयो होइन दिदीले मन पराएर मलाई दिदी मेरो बिग फ्यान तानसेनमै हो ऱ्यान्डमली भेटेर हो कहाँको रहेछ भनेको त पाल्पाकै रे त्यस्तो भनेर भेट्नु चाहिँ तानसेनमै भेट भएको हैन भेट्न चाहिँ तानसेनमै आएर भेटेर पर्पस चाहिँ कसले भने हजुरले कि दिदीले हो पर्पस मैले गरेको ढाट्नु भएन अनि जस एकैचोटिमा चाहिँ के कति ट्राई गर्नुभयो ए दिदीले कति ट्रायलले कतिले के भनेको ट्रायल पास भएर बल्ल भएको बिहा चाहिँ 2007 मा भेटेको 6 मन्थमा हो के 2007 मा म ठ्याक्कै इन्डिया गएको थिएँ त्यतिबेला तिमी इन्डिया देऊ भन्नु छ सही हो 2007 मा हजुरको भाइले हेल्प गर्नुभएको नि हो नि त्यो टाटो फेरि नभनौँ कस्तो रिस उठ्ने कहानी छ सोझी भएर के कहिले हजुर भिनाजुले पट्याउन नसकेर भिनाजुको भाइले टाइप गर्दिनु विक्रमले के तिमी त जान लाग्यो म त आफै पखाले हैन यहाँ चाहिँ हल्का दिपक हो उहाँको भेनाले चाहिँ चलखेल अब भेनाको पनि त थाहा छ नि त्यो अब कसरी बोल्ने कसरी कन्भिन्स गर्ने मोटिभेट गर्ने त्यस्तो त छैन नि त ठाडै बोल्दिने अनि के कुरा गर्दा पछि त ख्यालमा हो के भनेर भनेको रिस उठेर म त त्यो होस्टेलमा बसेको मेरो मोबाइल त मैले भुइँमा फालिदिएको के अनि त्यसपछि अनि यस्तो मलाई जिस्क्याउने भनेर यस्तो रिस उठेर म चाहिँ कन्ट्याक्टै नगरिकन बसेँ क्या अनि मेसेज आएको आइ गरेँ है अनि त्यसपछि हेर्दिनँ भन्दा डिस्टर्ब भयो नि त साथीहरूलाई पनि अनि हेरेँ अनि पछि त यस्तो राम्रो कुरा गरेर आफू त मलाई रिस उठाएर सुतेर रहेछ विक्रमको पालो मेसेज गरेर रहेछ अनि पछि बिहा गरेर भाउजू मैले गर्दा पो तपाईँहरूको बिहा भएको
सही हो त्यो गर्ने मान्छे होइन नि म झन् मेसेज गर्न कस्तो चाहिँ काममा जाने अहिले त्यसको त्यो त्यसो भन्छ दिनाजुले गर्नुभएको भए चाहिँ त्यहाँ नहुने रहेछ हुँदैन नि मान्छे कस्तो छ नि ऊ ओके अनि त्यो भेटिसके चिनिसकेपछि अब भनौँ न अनि अलिअलि कुरा हुन थालेपछि पनि कुरा गऱ्यो भने यता फोन गर्ने अनि के छ खाना खायो ए ल ल राख है ल त्यो त्यति भन्नलाई फोन गर्थ्यो त्योभन्दा अरू कुरै हुन्न थियो अनि भेटेर कुरा गरेर हिँड्दाखेरि फेरि केही कुरा नगर्ने है क्विक होला नि क्विक त्यो ऊ भएर नै हो क्या म सोझी भएर नै हो ठगेको फसेको ल लास्टमा चाहिँ सोझे भएर नि त के सोझे भएर फसेको चाहिँ कुरा आयो लास्टमा चाहिँ जान्दैन नि त्यो विक्रम बाउले गर्दाखेरि यस्तो राम्रो कुरा गरेको पछि त फेरि है अनि फेरि त्यत्तिकै अनि गरेन कति समय त इग्नोरै गरेको आयो मेसेज ल फेरि रिप्लाई गर्दै भनेको त्यसरी हो क्या मैले भर्खर केमा देखेर यो भिडियो चाहिँ यो मुभीमा अस्ति कुन मुभी हेरेको मैले होस्टेल 3 मा एकजनाले गर्ने एकजना टाइप गर्ने क्या फेसबुक ल सक्यो ल के भने के अरे उसले हिजोको एउटा टिकटकमा हेरेको केटाले ए फोन आउँछ कहाँ हो र भने म कोही छैन कि म घरमै छु तिमीले किन शङ्का गरेको र भनेर भन्यो नि त्यसपछि नपत्या फेरि ल साथीसँग सोध त अनि साथीले फेरि हेलो को हो पुष्पा हो कि म त हो र कुन चाहिँ नि मलाई बुझ्दै जानु कुन चाहिँ नि हो र भनेर यस्तो मरि हाँसेर झन् नपत्याएको साथीसँग सोध भनेर दिएको त झन् साथीले कुन चाहिँ नि केटी हो भनेर त्यहीँ भन्ने यता चाहिँ जस्तो मान्छे त्यस्तै यहाँ काटिरहेको छ अरे है ल कान्छी ल सुरा मलाई भेट्दा कस्तो लाग्थ्यो तिमीलाई एकदम सच बात सुरुमा भेट्दाखेरि चाहिँ यो धोती कहाँबाट भेट्यो धोती रे मलाई यार साँच्चै ल भन् कि कस्तो भएको थियो पुरा फिलिङ भएको के अरे ऊ भएको थियो कि मलाई सुरुमा अप्ठ्यारो लाग्यो थियो सानो बोले छ दिदी अब त्यो भ्याइ नलागेको होला सानो गरेर यतातिर राख्दियो त सन्दीप तलपट्टि होइन अब ग्यास पनि भ्याइ लाग्यो होला कि त्यत्रो धेरै टोस्ट बनायो त्यो पनि होला मैले ठुलै बनाएको थिएँ सानो अब कि यो ग्यास पाक्नु चाहिँ पाकिसक्यो होइन छैन पाकेको भर्खरै खाना पाक्नु सक्यो अझै तल तल जाने त यो भन्दा होइन कि त्यो अब ग्यास ग्यासै सकेको लाग्यो हिजो अलिक आधा मासु पाकेको फेरि हो अनि टोस्ट दोकान चाहिँ त्यही हो अरू केही हजुरको सुरुको मेसेज चाहिँ हो अरू चाहिँ यो पाउँछ के अरे आदि सिर्जना भनेर यहाँ मेसेज चाहिँ गरेको कुन्नी हो र? पाउँछ आस्था यसको चाहिँ बोलेला जस्तो लाग्छ मलाई देख्दा सुरुमा आदि सिर्जना भन्दै मेसेज अनि त्यसपछि यस आई एम विच वान यु आर लुकिङ फर अनि कति बेरसम्म त्यो इङ्ग्लिसमा कन्भर्सेसन गरेको है फ्यु डेज अनि इङ्ग्लिस अनि यसरी त्यत्रो बेर कन्भर्सेसन गरेर त लास्टमा इङ्ग्लिस त राम्रै रहेछ तिम्रो मलाई टेस्ट लिगे जस्तो के मान्छे नि बस I think that's the way like he wants to approach to you, okay? Make like kind of making the way. सुरुमा हल्का भाउ दिनु पऱ्यो नि गर्ने अनि त्यसपछि म के भन्छ अरे अब म पनि युज टु त थिएन त्यति धेरै इङ्ग्लिस आउँछ होइन त्यही पनि के भन्छ अरे इङ्ग्लिस त रिप्लाई गरिदिन्थ्यो इङ्ग्लिसमा आएपछि अन्त फ्यु डेज पछि त मलाई टेस्ट लिएको जस्तो भयो इङ्ग्लिस त राम्रै रहेछ तिम्रो Hey, what are you guys doing over here? We are playing. And wait, Mama. Okay, we don't go from here, okay? Legend, no, okay. This is not the way, okay? You can go from here. मैले फेरि कहाँबाट सबै थोक थाहा छ भन्दै मलाई भन्नुभएको थिएन अनि
मेसेज आएको अनि त्यसपछि प्रोफाइल हेर्छु फेरि कहाँ देखेँ जस्तो मान्छे फेरि है अनि देख्न त अब उसकै त्यो मगर फेस भएर होला देखेँ जस्तो लाग्यो हेरो देखेको थिएन नि होइन देख्छ देखेन नभेट्दासम्म त कति गान्थे होला यो मान्छे भन्नुभएको थियो मलाई कस्तो क्या अलिक सानो देखेको क्या फोटोहरूमा अनि त्यसपछि होइन मान्छे कति सानो रहेछ क्या भन्ने जस्तो लाग्थ्यो मलाई चाहिँ हो नि म चाहिँ कति सोच गरेँ नि हाम्रो फेरि त्यो भेटेपछि अनि रियल के अरे हामी त फेसबुकमा च्याट फ्रेन्डमा मात्रै भेट भएको के अरे होइन अनि के अरे म एक दिन पाल्पा गएको बेलामा उहाँ पनि आउनुभएको रहेछ अनि त्यसपछि म चाहिँ त्यही आएकै साइबर च्याटमा गएको थिएँ कि अनि आफू पनि गरेछ अनि कहाँ हो तिमी भनेर म पाल्पा हो नि म नि पाल्पा छु नि अरे अनि म नि विशाल बजारमा छु यहाँ कहाँ हो कुनमा हो तिमी कुनमा हो भन्छ कि मलाई है म चाहिँ त्यो यस्तो ठाडो गल्लीतिर थिएँ कि अनि त्यहाँ हो भनेर त्यसपछि भेट्न आउँछु भने पर्दैन भनेर भेट्न आउँछु भनेर नानथानमा भेट्न आएको मान्छे हेरेको त त्यो आर्मीको त्यो स्वेटर ग्रिन स्वेटर लगाएर बाइक चलाएर आएको है अनि त्यसपछि भेट्ने बित्तिकै के भने अनि त्यो जेपालको घर जेपाल छ नि जेपालकै त्यो उसको नानथान अगाडि होटल थियो नि त्यो नेवार केटा के अनि त्यसकोमा गएर अनि त्यसो मोबाइल नम्बर लेखेर दिइराखेँ क्या डाइरेक्ट स्वर पनि क्या ठुलो लाग्यो कि आन्टी पनि हुन्थ्यो आन्टीलाई फेरि स्वर मन पऱ्यो क्या मलाई फेरि स्वर कत्रो ठुलो छ बोली पनि त्यस्तो You okay, Odisha? Yeah. You looking so beautiful. Amazon is playing a football. Okay, can you sing a He song? likes to play football. हामी चाहिँ दिउँसोको लन्च खाएर होइन भाँडा माझ्न सुरु गरिहालेँ यहाँ चाहिँ मेरो मिसेसले है पुरा घोटिरहेको छ आवाज सुन्ने गरी है कान्छी ठिक छौ ल तिमीले हेरेर उ गर्नु मलाई उ गर्छु के रहेछ चम्के टाढैदेखि चम्केको थियो कि ओके ल यहाँ चाहिँ सानो रहेछ है उता चाहिँ ठुलो थियो अलिक तर त्यो त दुईजनाले गर्ने प्याक थियो कि दुईवटा नानीहरू चिजले चाहिँ यहाँ प्लिज टर्न अफ ट्याप आफ्टर युज त्यो बन्द गरिहाल्छ नि त्यो छोडिदिन्छ नि यो ड्रिङ्किङ वाटर पनि वाटर रहेछ कि तर अब अघि म त एकजना भाँडा माझेको देखेको थिएँ कि ठिक छ त्यही भएर म नि माझ्दै ओके सो त्यही हो सो अब हामी चाहिँ भर्खर है लन्च त खाइसक्यो अब ब्याक टु ब्याक अब यो सकेपछि होइन हाम्रो चाहिँ अब उता बिच या त हेरौँ के कता हुन्छ होइन फार्म त यहाँ चाहिँ धेरै ठाउँमा छ घुम्नको लागि है सो पहिला चाहिँ अब भाडा माझौँ अनि त्यसपछि प्लानिङ गरौँ होइन दाइ भेनाजले के भन्नुहुन्छ है अब त्यसपछि चाहिँ आजको दिन कता हुन्छ के रहेछ यहाँ के नोटिस ए यहाँ पनि नो बार्बिक्यू है यो सिजन यस्तो छ कि फेरि अब सबै ड्राई है ड्राई भएको कारणले चाहिँ गाह्रो भयो ओके म चाहिँ यहाँ मेकअप गर्दैछु है मैले चाहिँ क्रिम अनि सनस्क्रिन है अहिले चाहिँ हल्का बुढीले चाहिँ अब यो के हो अब आई डोन्ट नो है चुक्ना बनाइदिने रे मलाई ह्यान्सी बनाइदिएँ ह्यान्सी यो चाउरी परेको गालाले चाहिँ अलिक होइन मैले त्यो उस मात्रै गर्दै चिल्लोलाई उस गरेको नो बेबी ए त्यही रहेछ है मैले नदेखेको त्यही यहाँ एकदम त्यही भएर पो यहाँ अघि गर्नुहुँदैछ ऊ त्यहाँ माथि चाहिँ चराको गुड रहेछ कि ऊ त्यहाँ ऊ त्यहाँ बगान चाहिँ यहाँ चाहिँ दुईजना दिदीले चाहिँ मजाले मेकअप गर्दै हुनुहुन्छ क्या घाम लागेर हो घाम सनस्क्रिन लगाएको
सबले गाला ठोकेछ नि त अब उता पनि गाला ठोकिरहेछ यता नि ढ्याप 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 यता पनि गाला ठोकिरहेछन् भाइ हजुर हल्का हान्नुलाई नि सनस्क्रिन सनक्रिम हजुर मुख त धुन्न मैले यहाँ यस्तो माथि उ गरेको थिएँ सन्दीप, हजुर यहाँ मेरो पेट देखेर के देखेको छैन मैले देखेको छैन कि देखिन् के भन्छ नि पेट त बल्ल धुन्छु है ओ यहाँ भाइ मेकअप आर्टिस्ट त दिदी हो नि म भन्दा दिदी दिदीको यो थर्ड क्रिम हो क्या थर्ड त लगाइसक्यो, यो फोर्थ हो हजुर होइन यो लगाइसक्यो, थर्डमा चाहिँ हो, भइहाल्यो फोर्थमा चाहिँ सेटिङ पाउडर जान्छ। ल अर्को क्रिम हो चाहिँ है त्यसपछि द्याट्स माइन बेबी ल त्यसरी थोक्ने रहेछ अझै ट्याक ट्याक गर्दै भएन देखाउँ म त मुख बाटे केमिकल हाल्छ कि त्यो मिक्सेर ल आमा के हो यता त पुरा चारवटा अङ्गुलाले पुरा हानिरहेछ त नगराउन न त झन् हँ आज घाममा हिँड्ने भनेर नि सही हो Hello, beautiful girl. Hello, You're looking so beautiful. You're looking like princess. Huh? You're looking like princess. Say, I'm princess. You didn't know, Mama? I'm washing the baby. खै त आर्कीले के नलाउने ल सो हामी चाहिँ कता गइन्छ त अब फार्म र बिच बिच चाहिँ यही नजिक होला नि हजुर अनि फार्मको टिकटहरू लिनु पर्ने कि ल यहाँ चाहिँ कुरा अनुसार चाहिँ हामी पहिला फार्ममा जाने भयो कि होइन अनि सेकेन्डमा चाहिँ बिच त्यसपछि कता ब्याट्री अनि खाना पकाउने अनि बासी बासी भन्दा अघि टिस्यु टिस्यु ल सानबे आऊ ओहो आज नि कति छ गर्मी कति डिग्री छ आज 34 अन्त यस्तो स्केली उसको भयो ठिकै छ सो ओके गाइस सी यू सुन